हेलो हेलो हाम्रो चाहिँ साथीहरू भेटिसक्यो है कहाँ जाने हामी कहाँ त्यहाँदेखि घुम्न आएको अब कहाँ लाने हो हामी चाहिँ भेटिसक्यो अब यसो भेटघाट गऱ्यौँ सल्लाह गर्छौँ कहाँ जान्छौँ के गर्छौँ देखाउँछौँ साथीहरू भेट भइसक्यो हामी लक्क लगाएर अब कता जाने के छ नि कन्फर्म गर्छौँ कता जाने रे प्रेमासी जाने कहाँ जान्छ यताको राम्रो ठाउँ एक ठाउँ मन्त्र भ्याउँछ घुम्नलाई हजुर हुन्छ जाँदा नि जाउँ पार्क सार्क यताको पार्क सार्क भयो नि हुन्छ हौ राम्रो पहिना हो कि पहिला हो जहाँ भयो नि जाउँ भरिएका यो ब्रासो एकदम जेको नि भिडियो हो क्या हाम्रो चाहिँ सुन्दरताले भरिएका ब्रासो कति राम्रो राम्रो छ नि घरहरू नि थाहा होला नि हल्का जिग्गाक दिन पऱ्यो त बिचसम्म होइन आफ्नै त हामी के गर्नु त साथीहरू यस्तै छ है कहिले काहीँ यस्तो चस्मा सस्मा लगाएर चलपल दिनै पऱ्यो हाम्रो साथीहरू अगाडि यता टुङ हिँड्दै होइसिन्छ हामी चाहिँ यसो म चाहिँ यहाँतिरको यता वातावरणहरू देखाउने छु यो ठाउँ फेरि यो ठाउँमा आएर भिडियो त बनाउनै पऱ्यो यताउति त देखाउनै पऱ्यो फेरि ब्रासो गएर तैँले के देखाइस् के फुल्काइस् भन्ला सो त्यसैले म चाहिँ यसो भिडियो बनाउँदै हिँडिरहेको छु यस्तै छ है साथीहरू है ब्रासोमा चाहिँ यस्तो यस्तो छ अझ योभन्दा नि खतरा खतरा के छ यहाँको सबै कुराको एक्सप्लोर गर्छ है गाइस साथीहरू तपाईँहरू चाहिँ मजाले हेरिदिनु पऱ्यो के कस्तो छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु पऱ्यो है त ल सडेस सट र गाइस हामी चाहिँ माथि पाइमा अघि पुइने भन्ने ठाउँमा नि आइसक्यो है पाइने पुइने भन्ने ठाउँमा आइसक्यो माथि यो बुका के अरे ब्रासो भन्दा नि माथि बवाल रहेछ हजुर आएको कस्तो दामी दामी ठाउँ रहेछ यो होटेलहरू चाहिँ बवाल बवाल रहेछ यता भनेपछि जाडो महिनामा नि आउनु पर्ने रहेछ ए ब्रासो पहिना यहीँनिर आएको हामी मजाले हेर है साथीहरू ब्रासो पहिना यहाँ आएर चाहिँ रमाइलो गर्दैछौँ अझै घुम्दैछौँ पानीको बोतल पानी सानी थापेर मुसुम दिएर फ्रेस भएर निन्जा आएर झाउ लगाइरहेको थिएँ घुम्न आउँदा यस्तो हुन्छ घुम्न आयो भने त ट्राभल गरेर त्यत्रो टाढोबाट आयो बाटोमा आएको त झाउ लाग्छ यता छ हाम्रो साथीहरू ब्रासोमा चाहिँ पहिलोचोटि देखेको नेपाली भनेको उहाँहरू दुईजनाको जोडी यता चाहिँ खतरा ठाउँ रहेछ कि एकदम के हो सबै चिल अझै कहाँ जाने हो के गर्ने हो भनेर थाहा नै छैन कता कता आयो घुम्न त घुम्यो धेरै घुम्यो क्या धेरै घुम्यो गर्मी लास्टै गर्मीले छ्याप्दै गर्यो यो त होटल हो कि यो त के हो मल हो होटल मलभन्दा कम छैन यस्तो बाबा त्यही त त्यहाँ गएर स्विमिङ घममा हाम्फाला बाटो कति आनन्द हुन्छ गरी पनि हट्यो होला मेरो मान्छेहरू टन्न घुमेर आउँदै भइसिन्छन् हामी पनि यसो माथितिर डाँडातिर बसेर घुम्न जाँदैछौँ तिर चाहिँ धेरै घुम्न आउने मान्छेहरू यतै हल्का हाइटमा पर्छ रहेछ ब्रासोको हाइटमा त्यही भएर माथिबाट भ्यू हेर्नको लागि मान्छेहरू टन्नै आउँछन् केबल कार त उताबाट हो कता हो हिँड्नु त हिँड्यो हामी होटल चाहिँ वाइल्ड रहेछ वाइल्ड टुरिस्ट एकदम टुरिस्टको धेरै मार्केट रहेछ यता
यतिको चाहिँ हुनु पऱ्यो यतिको भाइस भयो भने त चुना चाहिँ अन्त खतरा होटल चाहिँ यहाँ चाहिँ कहाँ रोड क्रस गर्नु हो भोलि पछि जाउँ त नाच्नु जाडो महिनामा सिङ हान्नु जाडो महिनामा सिङ हान्नु मलाई बोकेट लक्स भने भएन अब बोकायो म सक्दिनँ ओहो रुख पनि कति अग्लो हौ आम्मा टाढो पारेर हेर्नुपर्छ त्यहाँ धरर भन्दा नि अग्लो छ यार नेपालको त साइकलिङ सबै गर्नुमा यता मान्छे आउँछन् आफू त भिडियो त जति बनायो नि पुग्दैन मलाई भिडियो बनाउने हो जस्तो पायो हगेको पालेको मात्र बाहेक अरू सबै खाएको साको सबै बनाउने हो आफूलाई जुन जुन हाल्न मन लाग्छ त्यही हाल्यो किन भिडियो गरिराखेपछि आफूलाई आनन्द हुन्छ के है मलाई के किनिदिने होला त के है साथीहरू यता भइसिन्छ अनि हामी चाहिँ जाँदैछ ए मेरो गर्लफ्रेन्ड बहिनी के छ हेर न रिसाको बहिनी भन्दा त भक्कु क्या शीतल लाग्यो है यहाँनिर हिँड्दा त मजा नै भयो हावा नि आयो यत्तिकै यसरी हिँड्न त सक्छु क्या म त्यो गाडीमा घुम्सिएर हिँड्न सक्दिनँ क्या गाडीमा त यस्तो गुम्सेमा झन्नै बमिट हानेको यार गाडीमा 1 महिनापछि बल्ल आज गाडी चढेको बाहिर निस्केको घुम्नलाई गाडी आस्ते कि आज शनिबार भएर मान्छेहरू टन्नै घुम्न आउँछ त्यही भएर बल्ल यसरी हिँडेको यसरी मजा आइरहेछ शीतल यस्तो ठाउँमा चाहिँ मजाले घुम्दैछु मजाले घुम्दा वाक्का दिक्क यहाँ आइपुग्दा ब्रासुपको टुप्पामा आइपुग्दा त स्वर्गको टुप्पामा आएको जस्तै फिल भयो यार ट्याक्कै लेकतिरको भाइब्स आइरहेको छ क्या मलाई लेक खतरा मन पर्छ फेरि मलाई चिसो त खासै मन पर्दैन भने पनि कति राम्रो वन जङ्गल होइन त गर्लफ्रेन्ड बहिनी कति राम्रो वन जङ्गल कति आनन्द यता भइसिन्छ हाम्रो बबाल मजा आयो घुम्दैछौँ रमाइलो हुँदैछ यता घुम्दैछु उता घुम्दैछु मलाई खासै ठुलो सपना त छैन जिन्दगीमा यत्रो घर चाहिँ बनाउन पाइयो भने आनन्द आउला फेरि क्या होटेल हो कि या दरबार पुरै सिसै छ पुरै कति ठुलो हो घरीदेखि पारीसम्म होटेलमा बस्न आउने खाना आउनेको गाडीहरू पार्किङहरू यस्तो छ अनि वाइल छ यार वाइल उनीहरूले होटेल गर्नको लागि लास्टै खर्च गर्ने यार नाच्नु क्या ब्रासको टुप्पामा अझै हामी जानु छ मेरो पानी झर्ला स्वर्गको टुक्रो जस्तो ठाउँमा आइपुगे ब्रासुटमा है सबसेभन्दा हाइटमा यहाँ मरुभूमिहरू त ब्रासुट यहाँ आएर बल्ल डाँडा काँडा हरियाली सबै देख्यो यहाँबाट उयो चढेर नि आइयो यताको बन्द रहेछ यता नि रहेछ दुईवटा रहेछ रमाइलो अब हामी बस्छौँ खान्छौँ टावर
मान्छेहरू टन्नै छ मान्छेहरू टन्नै छ सबै भ्यू हेर्नुलाई कलरमा बढ्दैछ आएको छ हरियाली ल्याएर के त्यही कति राम्रो यत्रो कष्ट गर्यो दुःख गर्यो यत्रो ठाउँ हेर्न आइयो रश्मि तिमीलाई फुल ल तिमीलाई फुल फाइनली हामी चाहिँ यहाँनिर आइपुग्यो माथि डाँडामा आएर नि हरियालीमा शीतल ताप्दै बसिरहेको मान्छेहरू टन्नै छ है हामी दुईजना चाहिँ यतातिर बसी गर्दैछौँ हामी चाहिँ यहाँनिर आएर मजाले बसौँ तन्न बस्नको लागि तन्न बिछाउने कार्यक्रम हुँदैछन् ल दुईजनाले छेउछेउमा तन्न बिछाउँदैछौँ हामी यस्तो ठाउँमा आएर यस्तो हेर न भ्यू त पैसा तिरेर नि किन्न नपाउने ठाउँको भ्यू छ क्या यता फर्केर बसौँ यस्तो बबाल छ यो डाँडाबाट यताबाट बबाल भ्यू छ यहाँ हाम्रो खानेकुराहरू के छ सबै खडाङ निकालेर गडाङ गुडुङ खाएर अनि चल्दिने मेरो त भयो नि बस बास हात के हामी चारजना खाली बियर है ठक्क नेपालीको जा के बोले भाइ के बोले के छ थाहा बोले खानेकुरा खाजा हुन्छ इधर निकाल न सबै यो त्यो हुन त यही छ त्यो ठक्क खाना के को ढक्कन त्यसको ढक्कन नभएर पनि मुला ढक्कन ठिक छ है जुगाड यति हो हाम्रो खानेकुरा यता पानी छ यो चाहिँ सही हो मलाई नि मनपर्ने चिज हो यस्तो फ्रुटमा चाहिँ सुरु गर्ने कि कसरी गर्ने पानी हात धुने भयो पानी नगरौँ अचार पनि खलाउँ न त्यहाँको पनि त्यही हो संसार त्यही मासु बाख्रै के छ आमा हेर त्यो किरा गइसक्यो कि कुती भित्र थियो के हुन चटनी निकाल्नु त पुरै भित्र थियो कहाँ भयो त चटनी नै लग्ने छ